पूर्णिमाको खेत। पश्चिमी नेपालका पहाडहरू बीच लुकेको एउटा शान्त गाउँमा रमेश नामको बालक बस्थ्यो। गाउँ सानो थियो, चारैतिर सिडीदार खेतहरू, पुराना बरका रुखहरू र घना जङ्गलले घेरिएको, जहाँ घामको किरण पनि जमिनसम्म पुग्न गाह्रो हुन्थ्यो। धेरै हिन्दू गाउँहरू जस्तै यहाँ पनि परम्पराहरू निकै सम्मानित थिए। मृत्यु भएपछि छोराले केही दिनसम्म एकान्तमा बस्नुपर्ने एउटा यस्तो रीत थियो। उसले कसैलाई छुन पाउँदैनथ्यो, परिवारसँग खान पाउँदैनथ्यो, मुख्य घरभित्र सुत्न पनि पाउँदैनथ्यो। राति केही गाउँलेहरू नजिकै बसेर उसलाई राक्षस वा भूतहरूबाट जोगाउँथे, किनकि मृत्युपछि यस्ता नराम्रा आत्माहरू पछ्याउँछन् भन्ने विश्वास थियो। एक जाडो साँझ रमेशले थाहा पायो कि उसको बाल्यकालको साथी हरिकी आमाको निधन भएको छ। दुखी र साथीको जिम्मेवारी महसुस गर्दै उसले हरिलाई सान्त्वना दिन जाने निधो गर्यो। हरिको घर पुग्दा वातावरण भारी र मौन थियो। धूप र घिउको दियोको हल्का बास्ना हावामा फैलिएको थियो। हरि चुपचाप बाहिर परालको चटाईमा बसेको थियो, सेतो साधारण लुगा लगाएर। आँखा रुँदा सुन्निएका थिए। केही जना बुढापाकाहरू नजिकै टाढै बसेका थिए, रीत अनुसार। हरिको मन हलुका बनाउन केही गाउँका केटाहरू जम्मा भए र आँगन नजिकै तास खेल्न थाले। बिस्तारै तनावपूर्ण माहौल हलुका भयो। उनीहरू हाँसे, पुराना सम्झनाहरू बाँडे र घण्टौँसम्म तास खेलिरहे। समय बितेको पत्तै भएन। रमेश घर फर्किने निधो गर्दा रात धेरै भइसकेको थियो। बाहिर निस्कदा आकाश चम्किरहेको थियो। त्यो पूर्णिमाको रात थियो। चन्द्रमाको उज्यालो यति तीव्र थियो कि रुखहरूको लामो छाया जमिनमा कालो औँलाहरू जस्तै फैलिएको थियो। रमेशको घर ठूलो खुला खेतको अर्को छेउमा थियो, जुन खेत राति मानिसहरूले सामान्यतया नाग्दैन थिए। तर दिनमा धेरै पटक हिँडेको बाटो भएकाले उसले हिम्मत जुटायो र हिँड्न थाल्यो। खेत असामान्य रूपमा शान्त थियो। सुँगुरहरूको आवाज पनि थिएन। केही मिनेट हिँडेपछि रमेशले अगाडि एउटा मान्छे हिँडिरहेको देख्यो। एक्लो बाटोमा अरू कोही भएकोमा उसलाई राहत भयो र उसले बिस्तारै बोलायो, "दाई, पर्खनुहोस्।" मान्छेले जवाफ दिएन। रमेशले गति बढायो, सोच्यो सायद सुनेन होला। तर अचम्मको कुरा, जति छिटो हिँडे पनि दूरी ठ्याक्कै उस्तै रह्यो। चन्द्रमाको उज्यालोमा मान्छेको आकृति स्पष्ट देखिन्थ्यो। उसले दाउरा सुरुवाल र टाउकोमा साल ओढेको थियो। तर केही कुरा अजीब लाग्यो। मान्छे हिँड्दा कुनै आवाज थिएन, कुनै खुट्टाको छेकछान्द, लुगाको सरसर पनि होइन। रमेशको ढाडमा चिसो भयो। उसले अब ठूलो स्वरमा बोलायो, "दाई, कुन घरतिर जाँदै हुनुहुन्छ?" फेरि पनि जवाफ आएन। खेत अचानक चिसो भयो। फसलहरू बीचबाट अनौठो हावा चल्न थाल्यो। बिरुवाहरू हल्लिए। माटो मुनिबाट कोही फुसफुस्याइरहे जस्तो आवाज आयो। रमेशको मुटु ढुकढुक गर्न थाल्यो। उसले आफूलाई सम्झाउन खोज्यो, यो सब कल्पना मात्र हो। अन्त्यमा खेतको छेउमा पुग्दा बाटो दुईतिर मोडियो। एउटा बाटो गाउँका घरतिर जान्थ्यो, अर्को पुरानो घना जङ्गलतिर, जहाँ सूर्यास्तपछि नजानु भनी बुढापाकाहरूले चेतावनी दिन्थे। त्यो ठाउँ भूतले सताउँछ भन्ने विश्वास थियो। रमेशले कदम ढिलो गर्यो। सोच्यो मान्छे गाउँतिर नै जान्छ। तर त्यसले पछाडि नफर्के, नरोके, बिस्तारै जङ्गलको बाटोतिर मोडियो। जङ्गल नजिक पुग्दा डरलाग्दो कुरा भयो। चन्द्रमाको उज्यालो ठ्याक्कै उसमाथि पर्यो र रमेशले देख्यो त्यो मान्छेको छाया थिएन। रमेश झ्याम्मै अडियो। घाँटी सुक्खा भयो। खुट्टा सुन्नियो। हावामा भारीपन आयो, जस्तो कुनै अदृश्य कुराले हेरिरहेको छ। त्यसपछि त्यो मान्छे जङ्गलको किनारमा अचानक रोकियो। एक क्षणको लागि उसले टाउको अलिकति बायाँतिर फर्कायो, जसले रमेशलाई उसको अनुहार देख्न दियो। अनुहार अस्वाभाविक रूपमा फिक्का थियो, गहिरा काला आँखा र हल्का निर्जीव मुस्कान सहित। रमेशको शरीर चिसो भयो। कानमा ठूलो आवाज गुन्जियो। उसलाई याद आयो, गाउँलेहरू भन्थे पूर्णिमाको रातमा आत्माहरू खुला घुम्छन्, खास गरी मृत्युको रीतसँग जोडिएका ठाउँ नजिक। अचानक त्यो मान्छे बिस्तारै जङ्गलभित्र पस्यो र रुखहरू बीच हरायो। रमेश डरबाट बाहिर निस्कियो। ऊ फर्केर घरतिर जति सक्दो छिटो दौड्यो। छेती फुट्ला जस्तो भयो।
चिसो हावाले फोक्सो जलायो। उसले पछाडि फर्केर हेर्ने हिम्मत गरेन। घर पुग्दा उसले काठको ढोका ठोक्यो र भुइँमा लड्यो, पसिना र कम्पसँगै। आमाले उठेर सोधिन् के भयो, तर रमेश बोल्न सकेन। मुटु हिँडिरहेको थियो। त्यो रातभरि उसले निदाउन सकेन। आँखा बन्द गर्दा करेक पटक उसले त्यो फिक्का अनुहार जङ्गलको अँध्यारोबाट हेरिरहेको देख्थ्यो। भोलिपल्ट बिहान गाउँलेहरूले एउटा कुरा भने जसले फेरि उसको रगत चिसो बनायो। धेरै वर्ष अघि त्यही गाउँको एउटा मान्छे पूर्णिमाको रातमा अन्त्येष्टिको रीतपछि घर फर्किँदै गर्दा त्यही जङ्गलमा रहस्यमय तरिकाले मृत्यु भएको थियो। त्यसपछि गाउँलेहरू विश्वास गर्थे कि त्यसको आत्मा अझै पनि खेतमा निशब्द घुम्छ, एक्ला यात्रीहरूलाई चुपचाप जङ्गलतिर डोर्याउँछ। त्यो रातपछि रमेशले आफूसँग एउटा वाचा गर्यो। ऊ कहिल्यै सूर्यास्तपछि त्यो खेत नाग्दैन थियो। आज पनि त्यो गाउँका बुढापाकाहरू बच्चाहरूलाई वार्निङ दिन्छन्, पूर्णिमाको रातमा यदि खेतमा तिमीभन्दा अगाडि कोही हिँडिरहेको देख्यौ भने कहिल्यै पछ्याउन खोज्न नगर्नु।